यदि यो कुरा चाहिँ स्कुल लाइफमा कसैले बुझाइदिएको भए आज धेरैजनाको खल्ती ब्याङ्क ब्यालेन्स खाली हुने थिएन। धेरैले आफैसँग गर्ने एउटै गुनासो, पैसा त राम्रै कमाउँछु तर बचत नै गर्न सक्दिनँ। हुन त जति कमाइन्छ त्योभन्दा धेरै खर्च नै हुन्छ। स्यालेरी आउँदा चाहिँ एकदमै रमाइलो लाग्छ, तर महिनाको अन्तिमको सातामा पर्स खाली, एकाउन्ट लो, अनि फेरि स्ट्रेस सुरु हुन्छ। यदि तपाईँलाई पनि यस्तै हुन्छ भने समस्या इन्कम कम भएर होइन, पैसा म्यानेज गर्ने सिस्टम नभएर हो। साँचो कुरा के हो भने हामी धेरैजनाको सोच के छ भने खर्च गरेपछि जे बच्छ त्यो बचत गर्छु, तर रियालिटी के हो भने खर्च कहिले सकिँदैन। एउटा खर्च सकियो भने अर्को आउँछ। त्यसैले रुल चेन्ज गर्नुपर्छ। इन्कम भयो भने पहिला 10 या 20% छुट्याएर सेपरेट एकाउन्टमा राख्ने, त्यसपछि बाँकी पैसाले खर्च म्यानेज गर्ने। यसलाई धेरै सक्सेसफुल मानिसहरूले चाहिँ पे योर सेल्फ फर्स्ट भन्छन्। अब तपाईँलाई लाग्छ होला बेला बेला मेरो त कमाइ नै थोरै छ, कसरी बचत गर्ने? सजिलो उपाय छ। एमाउन्ट सानो भए पनि ह्याबिट भन्ने कुरा ठुलो हुन्छ। यदि तपाईँले महिनाको 500 रुपैयाँ पनि बचत गर्न सुरु गर्नुभयो भने तपाईँ एउटा डिसिप्लिन बिल्ड गर्दै हुनुहुन्छ। आज 500, बिस्तारै 1000 अनि बिस्तारै 5000 हुँदै जान्छ, तर सुरु नै भएन भने त्यो एमाउन्ट कहिले पनि बचत हुन सुरु हुँदैन। अनि दोस्रो ठुलो प्रब्लम भनेको चाहिँ अननेसेसरी स्पेन्डिङ हो। हामी चाहिएको भन्दा पनि देखेको कुरा किन्छौँ। अफर छ भनेर किन्छौँ अनि ट्रेन्डमा छ भनेर किन्छौँ। अरूले लिएको देखेर पनि किन्छौँ। हामी डिस्काउन्टमा किनेको अनावश्यक सामान पनि खर्च नै हो। पैसा बचत गर्न चाहनुहुन्छ भने हरेक सामान किन्नु अघि एउटा क्वेसन सोध्नुहोस्, मलाई यो चाहिएको हो कि मोनिटरी इच्छा मात्र हो? यही एउटा प्रश्नले धेरै पैसा बचाउन हेल्प गर्छ। अनि तेस्रोमा छ बजेट बनाउनुहोस्। बजेट भनेको रिच मानिसले मात्रै बनाउने कुरा होइन है। बजेट भनेको आफ्नो पैसालाई डाइरेक्सन दिने एउटा म्याप हो। उदाहरणका लागि इन्कम 20,000 छ भने घर खर्च 10,000, खाना या यातायातमा 5,000, सेभिङ 3,000 अनि इमर्जेन्सीको लागि चाहिँ 2,000 जति बचत गर्छु है भन्ने कुरा हो। जब पैसाको काम पहिले नै तय हुन्छ भने चाहिँ त्यस पछाडि खासै हामीलाई खर्च गर्दाखेरि डर हुँदैन। अनि चौथो कुरा इमर्जेन्सी फन्ड चाहिँ बनाउने गर्नुहोस्। जीवनमा अचानक खर्च आइपर्न सक्छ, कहिलेकाहीँ बिरामी पर्न सकिन्छ या परिवारको सदस्यहरू बिरामी पर्न सक्नुहुन्छ या अपरझट कुनै खर्च आउन सक्छ। त्यस्तो केसमा चाहिँ इमर्जेन्सी फन्ड बनाएर बचत एउटा छुट्टै राख्नुपर्ने हुन्छ। र पाँचौँ कुरा भनेको इन्कम बढाउने सोच जहिले पनि दिमागमा राख्नुहोस्। कहिलेकाहीँ खर्च कन्ट्रोल गरेर मात्रै पुग्दैन। नयाँ स्किल सिक्ने, फ्रिल्यान्सिङ गर्ने, साइड इन्कम बनाउने, सानो बिजनेसहरू सुरु गर्ने, यी कुराले बचतको स्पिड पनि बढाउँछ। बचत केवल खर्च कटाएर मात्र होइन, कमाइ बढाउने खेल पनि हो। र एउटा इमेजिन गर्नुहोस् त, यदि तपाईँले आजदेखि महिनाको 3,000 बचत गर्नुभयो भने 1 वर्षमा 36,000 हुन्छ, 2 वर्षमा 72,000। यदि इन्भेस्ट पनि गर्नुभयो भने अझै बढी हुँदै जान्छ। सानो एमाउन्टलाई इग्नोर नगर्नुहोस्। कन्सिस्टेन्सी वेल्थ बनाउने एउटा ठुलो सिक्रेट हो।